त्यही स्पार्की हो है। यसलाई चाहिँ विशेष गरेर हामी चाहिँ बाँधेर राख्ने गर्छ, किनभने एकदमै बेसी यो घुम्छ। बिहान छोडिदियो भने बेलुका खालि एकैचोटि आउँछ। अनि त्यसलाई चाहिँ पुरा बाँधेर राख्नुपर्छ। अब यो अरूहरू चाहिँ अहिले एकछिनमा मसँग जान्छ, आइहाल्छ हो। अब यसलाई चाहिँ बाँधेर छोडिदियो भने अहिले बेलुका खालि आउँछ, यो बिहान छोडेको बेलुका आउँछ। त्यही कारणले हामीले यसलाई कन्टिन्यू बाँध्नुपर्छ। यहाँ चाहिँ साइलाबाट हाम्रो बडा चिकुवामा बसेर यसो रमिता हेरिरहनु भएको रहेछ है। अब बडाको यहाँ हेर्नुहोस्, मकैहरू मजाको भइरहेको छ। मकै पनि फल्ने बेला भइसकेको छ बडाको है। कालेले के खोज्दैछ फेरि। यो चाहिँ मेरो सेते पाङ्रे है। यहाँदेखि ओह्रालो चाहिँ अब हाम्रो फुपूको घरतिर गइरहेको छु म चाहिँ। यहाँको सुन्दर दृश्य हरियालीहरू हेर्नु सक्नुहुन्छ। यहाँबाट त यस्तो भ्यूहरू छ है। यो भर्खरै बनेको हाम्रो बाटो। यहाँको सुन्दर गाउँ चाहिँ एकदम हरियाली, अक्सिजनहरू पनि एकदमै राम्रो पाउँछ। यहाँ चाहिँ कता फ्रेस हावा चलिरहेको छ। यति बेलाको टाइममा हिँड्दा चाहिँ अब आज मर्निङ वकमा जानु पाइनँ, त्यही भएर चाहिँ इभिनिङ वकको चाहिँ यिनीहरूलाई घुमाउनुको लागि निक्लेको। साथीहरू यस्तै छ गाउँठाउँको अपडेटहरू। यो चाहिँ हाम्रो फेरि काले आफ्नै आफ्नो छ। डक्सहरू पनि आफ्नो आफ्नो। कस्तो के लाग्छ यसो भन्नुहोस् होला साथीहरू है। मेरो भिडियोमा के कमी हुँदैछ त्यो पनि भनिदिनुहोस् होला है। हाम्रो कोही बाटोको नालीहरू पनि बनिरहेको छ यहाँ चाहिँ।